सबैलाई नमस्ते नमस्ते। मेरो भिडियो लास्टसम्म हेरिदिनु होला। लास्टसम्म हेरिदिनु होला र सपोर्ट पनि गरिदिनु होला। मेरो गेम स्टार्ट हुन लाग्यो। प्रो बन्दा आएको रह। एक बन्दा प्रो मान्छे आएको रह। मेरो चाहिँ यहाँ नेट चल्दैन। अब तपाईहरुसँग म यता झर्नेछु। मलाई झर्ने ठाउँ थाहा छैन। यो फ्याक्ट्रीमा झर्दैछु। अब कति धेरै हो। म त यता जान्छु। म त मान्छेको बिचमा फसे। यता गनको माथि झर्नुपर्छ भने अब भाग्ने बेला भयो गाइस। मरिस भैया दाइले म मरे भन्नु भयो। तर म कसरी बाँच्छु तपाईहरु हेर्नु होला लास्टसम्म। MP40 भेटिसक्यो। दाइले मलाई सिकाउँदै हुनुहुन्छ। रातो रातो थम्सनले MP40 ले हानिसकेको छु मैले। एमो चाहिँ छैन रह। केही छैन। एक किल आयो गाइस। अभी कसले हान्यो? अभी सोनिया भयो। गाइस मेरो 2 किल भयो। अरूले पनि मान्छे मार्दै रह। सावधान भएर खेल्नुपर्छ। म चाहिँ यता अर्को पनि किल आयो। मैले खेलेको कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला। मान्छे यता झर्यो। कता छ मलाई थाहा छैन। यता छ मान्छे। मलाई थाहा थिएन। सबैले मलाई घेरिसकेको छ। अब हेरौँ। यता कोही छैन जस्तो छ। भागिसक्यो जस्तो छ। छन त छ होला। तर मलाई डर लागिरह। पछाडिबाट हान्दियो भने मलाई डर लागिरह। हान्यो भने त मर्यो भने जिन्दा हुन्छ कि हुँदैन। दुई टाइम बिगोटी भेट्यो। आइकी क्या हो मान्छे भागो। गाइस म चाहिँ यता एनिमी हेर्दैछु। कता एनिमी आयो मलाई थाहा भएन गाइस। फुट स्टेप आएको जस्तो लाग्यो। फ्याक्ट्री पुरा खाली गर्दै म एक्लैले 3 किल। अभी को आछौ? अभी केही देखेकै छैन। अल्ट्रा मारे हैन होला। के हो? अब यो G18 कसको हो? मर्ने बेला पनि भयो गाइस। मर्यो भने त अब बाँचिदैन। यो के हो? ए MP40 छ सबै ठाउँमा। गाइस मैले एक्सएमएट लिइसके। धेरै मैले भिडियो पनि बनाउनु हुन्न। ल आजको लागि यति नै। 3 किलको साथ म गई। हस्त बाइ बाइ।